वटा कुर्सी छ हैन अहिले कुनै पनि खाली छैन अब तब म्युजिक बज्छ तपाईहरु यसरी घुम्नु पर्ने हुन्छ केबी हो त्यो के हो यो कति रेकर्ड हुँदै जान्छ यो त्यति हो के केबी बढ्दै जाने हो हैन तपाईहरु एकजना बाहिर हुनुहुन्छ नि त अनि जब तिम्रो पनि एउटा निकाल कान्छा खाली भयो भने पछाडी फर्केर मानेता पनि आइपुग्नु भएन पछाडी खाली भने पछाडी जान पाउनु हुने जानु पर्यो तेल एक बोका पाउनु नै छ ल तेल एक यो ट्राई ल ट्राई ल यो म्युजिक सुरु अब तपाईहरु ल एकचोटी ट्राई ल सुरु गरौँ बिस्तारो पछाडी फर्किनु पाइदैन एकछिन निकालेकै छैन यो पछाडी फर्केर आउनु पाइदैन अगाडिबाट नै ए दुईजना छ है दुईजना खाली छ अरे कतिले गरे छिरे अरे कतिले गरे छिरे छ ल अहिले त तपाईहरु सबै एक एकवटा कुर्सीमा हुनुहुन्छ हैन ख्याल गर्नु होला पछाडी फर्केर आउनु पाइने छैन अगाडिबाटै आउनु पर्ने हुन्छ अगाडि हेरेर भयो ल सुरु है ल सुरु पछाडी फर्किनु पाइदैन त्यसरी हात राख्नु पाइदैन एकजना निकाल्नु पर्ने होला
पाएन बाहिर छोरी छोरी नै हुन्छ छोरी अगाडि छ छोरी नै निस्क्यो आमा हुनुहुन्छ सोनिया 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 ल बाला मनुवा अलि छिटो है छिटो निकाल्नु पर्यो ल अलिक छिटो छिटो केलाउनु पर्यो है त्यो भएन भाउजू लु आयो दुईजना अब लु 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 दुईजना त गर्नै पर्यो नि त लास्टमा कुर्सी पनि डरै बसेर छ कुर्सी यस्तै छ कुर्सी डरो छ कुर्सी रप्प बसिहाल्नु यसरी हल्ला हुन्छ हेर्नै मिल्दैन म कतिचोटि हाँसे अब मेरो हैन सालले चाहिँ म त किन
के अरे म कतिचोटि हल्लाए नि यतिको पनि राम्रै निस्किँदैन सबै हल्लिन्छ बिस्तारै गर भने अन्त डबल क्यामेरा पो रहेछ यसको त स्काइप तिमी स्काइप आइपुग्यो उमा के धरानमा पो के स्काइपबाट उ गर्ने भएछ कि कत्रो ठुलो उ भयो नि कत्रो ठुलो उ के अरे के भन्छ उ मुद्दा पो भयो त स्काइपबाट केटीलाई यस्तो तलको देखाइदिन्छ क्या यता हेर त भन्छ होइन हेर्छ त फेरि अफिसियल पो त अफिसियल हेर त भनेर यत्रो पो देखाइरहेको बाँकी छ त्योहरूको प्रचार वितरणको काम हुनेछ र अहिलेसम्म जति पनि खेलमा सहभागी हुनुहुनेछ सबैलाई धन्यवाद र अब है पुरस्कार वितरणको लागि खेलको नाम र विजेताको नाम घोषणा गर्नेछौँ कृपया अगाडि आइदिनु होला पहिलो खेल अन्तर्गत हन्डीफोरका कार्यक्रमलाई अगाडि मैले चाहिसकेको छु यस खेलका विजेता श्री राजेन्द्र मगर थियो जो हन्डीफोरमा सफल हुनुभएको थियो कृपया तपाईँलाई अगाडि स्टेजमा बोलाउँछु र यस हन्डीफोर कार्यक्रमका विजेता राजेन्द्र मगरलाई पुरस्कार वितरण गरिदिनु हुनको लागि एसपिनी कार्यक्रमका मुख्य अतिथि श्री जीएस थापाज्यूलाई अगाडि निम्ताउँदछु कृपया अगाडि आई हन्डीफोरका विजेता राजेन्द्रलाई पुरस्कार वितरण गरिदिनु पुरस्कार स्वरूप उहाँले पाउनु भएको छ एक पदक त्यसै गरी अर्को खेल ब्रेक जम्प रहेको छ ब्रेक जम्पमा तृतीय हुनुहुने कुशल राई तपाईँ कहाँहरू छ जहाँ भए पनि चाँडोभन्दा चाँडो स्टेजमा आइदिनु पर्यो कुशल राईज्यू हामी पुरस्कार वितरणको कार्यक्रममा छौँ ब्रेक जम्पमा तृतीय हुनुभएको छ कुशल राई उहाँको अनुपस्थितिमा उहाँको प्रतिनिधित्वको रूपमा हामीले अक्कल राईलाई पुरस्कार लिइदिनको लागि हार्दिक अनुरोध गर्दछौँ कृपया नडराउनु होला हामी लाउँदैनौँ आउँदैन कि पछि तिमीले भन्दैछौ जाने अरे क्या कहाँ गर्नु भने होइन भरे स्टार्टमा बन्द गरेर फेरि गर्नु पर्यो नि यो अफ गर्नु होइन यसरी पनि हुन्छ नि अफ गर्नु होइन जाने नानी बेला यो त घुमाइदिनु होइन यता यो अफ नि त अनि यसरी गरेर जान्छ क्या आइसक्नु भएको छ अगाडि पुरस्कार अगाडि स्टेजमा छ कृपया बधाई छ त्यसै गरी द्वितीय पुरस्कार वितरण पनि हाम्रो राजसरबाट हुनेछ र द्वितीय हुनुभएको छ सुभाष राउत बेगममा द्वितीय हुनुभएको छ उहाँले पुरस्कार स्वरूप एउटा डट र कापी पाउनुहुनेछ उक्त पुरस्कार पनि राजसरबाट वितरण हुनेछ कृपया सबैले जोरदार तालीले बधाई दिनु होला ताली खोइ त तालीमा किन कल्दी छ यो मैले जित्नु भएको बधाई सकेर बाँच्नु पनि त्यस्तै गरी
प्रतियोगी हुनुहुन्छ राजेश विष्ट, कृपया अगाडि आइदिनु होला। उहाँले पनि पाउनु भएको छ पुरस्कार स्वरूप एक पका तेल। उहाँभन्दा पनि उहाँलाई पुरस्कार वितरण गर्दै हुनुहुन्छ राजले। सबैले जोरदार ताली बजाइदिनु होला। पुरस्कार पाउनु भएको छ उहाँले एक पका तेल तरकारी मिठो पकाएर खानु होला। अब हामी अर्को खेलतर्फ जाँदैछौँ। अर्को खेल छ बाहिरभित्र। यस खेलका प्रतियोगीहरूलाई पुरस्कार वितरण गर्नको लागि म मिलन सरलाई अगाडि बोलाउँदैछु। मिलन सर कृपया अगाडि आइदिनु होला। र यस बाहिरभित्र खेलमा तृतीय हुनुभएको छ सोनिया राई। कृपया कहाँ हुनुहुन्छ अगाडि आइदिनु होला सोनिया राई। ल सरले पुरस्कार वितरण गर्दै हुनुहुन्छ। उहाँले पुरस्कार स्वरूप पाउनु भएको छ 5 वटा चकलेट, डाक्टर चकलेट, मुख पनि गुलियो हुने पुरस्कार पनि हात पर्ने साह्रै राम्रो पुरस्कार पाउनु भएको छ। त्यसै गरी द्वितीय हुनुहुन्छ मुना राई। कृपया अगाडि आउनु होला। उहाँले अब 10 वटा चकलेट पाउँदै हुनुहुन्छ बाहिरभित्र खेलको। द्वितीय पुरस्कार 10 वटा चकलेट एउटा त पाइन्छ कि भन्ने आश हुन्छ। ल जोरदार ताली तालीमा किन कमी छ यो। त्यसै गरी प्रथम हुनुभएको छ अफिल र बाहिरभित्र खेलको प्रथम प्रतियोगी अगाडि आइदिनु होला कृपया स्टेजमा। पुरस्कार स्वरूप उहाँले पाउनु भएको छ 15 वटा चकलेट। दाँत किराले खानु पर्यो मेरो भाइको। एकैचोटि थुप्रो नखाऊ है 15 वटा चकलेट। ल तालीको त ताली हो, ताली इष्ट हो, ताली बजाउनुहोस्। भेरी गुड। अब हामी अर्को खेलतर्फ जाँदैछौँ। त्यो खेल छ व्हील चेयर। व्हील चेयरमा म्युजिकल चेयर। यस खेलमा विजेता हुनुहुने सबैलाई हार्दिक बधाई। र यस खेलमा खेलका विजेताहरूलाई पुरस्कार वितरण गरिदिनु हुनको लागि जनकल्याण समूहकी कोषाध्यक्ष रामकुमारी मगरज्यू तपाईँ अगाडि आइदिनु होला। तपाईँको हातबाट पुरस्कार वितरण हुने क्रममा सहर्ष जानकारी गराउँछु यहाँ सबैलाई। उहाँ महिला समूहको नेतृत्वकर्ता पनि हुनुहुन्छ र यस जनकल्याण समूहको प्रमुख कार्यकर्ता पनि हुनुहुन्छ। उहाँलाई जति सम्बोधन गरे पनि त्यो अपर्याप्त नै हुनेछ। त्यही भएर उहाँले अब आफ्नै महिला सहभागीहरूको खेल व्हील चेयरमा प्रथम, द्वितीय र तृतीय हुनुहुने विजेताहरूलाई पुरस्कार वितरण गर्दै हुनुहुन्छ। र यस्तै गरी तृतीय हुने विजेताको नाम म घोषणा गर्नेछु। उहाँ हुनुहुन्छ तृतीय हुनुभएको छ स्वामिला कट्टलज्यू। कृपया अगाडि आइदिनु होला। सरी कट्टल निरौला शर्मिला निरौलाज्यू। कस्तो डकुमेन्ट नाम आएको उहाँले पाउनु भएको छ लुगा धुने साबुन। ताली खोइ त हो ताली। लुगा धुने साबुनको फोन पनि छैन। त्यसै गरी तृतीय हुनुभएको छ मन्जुर। उहाँले पनि साबुनै पाउनु भएको छ। यो चाहिँ लुगा नुहाउने साबुन छ, लाइफ बोय साबुन छ। ताली ताली ताली। अब पाला प्रथम हुनुभएको शिवमाई निरौला। उहाँले एक पका तेल पाउनु भएको छ। अघिको अन्डाइसमै फोर्याउनु हुनेछ अगाडि पुरस्कार आइदिनु होला शिवमाई निरौला। प्रथम प्रतियोगी पाउनु भएको छ एक पका स्वस्तिक तेल। ताली जोडे ताली हो ताली। मलाई हुनेर जसले हात थाप्दाले पाउँदैन। उभिनु हात थाप्दाले पाउँदैन। सिधा उभिनु भयो भने पाउनुहुन्छ, हात अगाडि बढ्नु भयो भने पाउनुहुन्छ।
अब डान्सको पालो आउँदैछ दुईटा हो That's why it'll never work. You have me suicidal, suicidal. When you say it's over. हाम्रो आरी कुन हो खै यो हो कि यो कुन चाहिँ हो दुईटामा यो कसको हो